हाई एभ्रीवान, वेलकम टु माधव बस्ने ब्लग। मेरो ब्लगमा चाहिँ हजुरलाई स्वागत छ। मेरो चाहिँ हेयर एकदमै ड्यामेज भएको थियो कि अनि मैले चाहिँ हेयर चेन्ज गर्छु भनेर आज चाहिँ म सलुनतिर लागेको थिएँ। अनि घरमा चाहिँ मैले कसैलाई पनि भनेको थिएन कि मैले आज हेयर चेन्ज गर्न गइरहेको छु भनेर। मैले घरमा चाहिँ म ग्रोसरी जान्छु भनेर एकछिन निस्केको। अनि मलाई चाहिँ आनन्द आइरहेको थियो है। लास्ट इयर चाहिँ मैले नेपाल गएको बेला हेयर चेन्ज गरेको थिएँ, हेयर कलर पनि गरेको थिएँ अनि केराटिन पनि गरेको थिएँ। खोइ त्यो कस्तो पर्यो, राम्रो त राम्रै ठाउँमा गरेको थियो है, तर कस्तो पछि ड्यामेज हुँदै गयो कि कपाल। अनि मलाई चाहिँ चेन्ज गर्नुपर्छ अब चाहिँ भन्ने लागेर अनि म चाहिँ चेन्ज गर्न गएँ। यस्तो गर्मी छ कि साथीहरू, अहिले न्युयोर्कमा यति गर्मी छ है। अनि मलाई चाहिँ चिसो पानीले हेयर वास गरिदिए भनेको, मजाले चिसो पानीले हेयर वास गरिदिएको कस्तो आनन्द आएको क्या मलाई त एकछिन चिसो पानीमा त्यो हेयर वास गरेर। अनि यो सलुनकै साथीहरू मेरो घरदेखि नजिकै छ, उहाँले 2 मिनट मात्रै वाकिङ डिस्टेन्समा। मलाई सजिलो पनि भयो, एकछिन धेरै गाह्रो पनि भएन हिँड्नलाई। गर्मी फेरि यति गर्मी छ न्युयोर्कमा, ओ माई गुडनेस, गर्मीको त कुरै नै छोड्नु, यति गर्मी छ है। अनि मैले चाहिँ घरदेखि नजिकै सर्च गरेर, पहिला चाहिँ म घरदेखि अलि टाढा नै जाने गरेको थिएँ। मलाई चाहिँ घरदेखि नजिकै वाकिङ डिस्टेन्समा 1 मिनट 2 मिनटमा चाहिँ मैले सर्च गरेर हेर्दाखेरि चाहिँ यो सलुनमा एकदम राम्रो रिभ्यू थियो कि। अनि ल जाउँ न त म पनि कस्तो हुँदो रहेछ भनेको, भर्खरै ओपन भएको रहेछ, अनि न्यू बिजनेस हो, सपोर्ट पनि हुन्छ, रिभ्यू पनि राम्रै छ भनेर चाहिँ म गएको। मेरो फाइनल लुक्स चाहिँ कस्तो हुन्छ हजुरहरूले हेरेर कस्तो मलाई सुहाएको छ कि छैन, मेरो फेसको स्ट्रक्चर अनुसार चाहिँ त्यो हेयर कट सुहाएको छ कि छैन मलाई कमेन्ट गर्नु है त। अनि त्यस पछाडि मलाई चाहिँ यो सलुनको स्टाफले चाहिँ सर्ट हेयर नै रिकमेन्ड गर्यो कि यस्तो सर्ट हेयर चाहिँ तँलाई एकदम राम्रो देख्छ, चपी फेस छ। अहिले म चाहिँ एकदम वेट गेन गरेको छु कि प्रेग्नेन्सी टाइममा है, वेट गेन त भइ नै हाल्छ। अनि वेट गेन गरेको छु, अनि चपी फेसमा चाहिँ यो यस्तो सर्टकट चाहिँ सर्टवाला हेयर कट चाहिँ राम्रो देख्छ भनेर चाहिँ रिकमेन्ड गरेपछि ओके भनेर चाहिँ मैले भनेको थिएँ। मेरो फाइनल लुक्स हेर्नु है साथीहरू कस्तो हुँदो रहेछ। यो चाहिँ फाइनल लुक्स होइन, अझै बनाउनु पर्ने छ। मलाई चाहिँ कस्तो त्यो छोटो कपाल देखेर होला कि ओ माई गुडनेस, ला मेरो कपाल त सबै गयो जस्तो भएको क्या एकछिन। ला त्यो छोटो जस्तो कस्तो अर्कै फिल भएको, छोटो भएर अर्कै फिल चाहिँ भएको थियो। तर मलाई योभन्दा पहिला मैले कपाल काट्दाखेरि चाहिँ मलाई कस्तो लाग्थ्यो भने एकदम माया लाग्थ्यो कि कपालको, कस्तो डर लाग्ने, ला खत्तम हुन्छ कि, ला सुहाउँदैन कि, कपाल काटेपछि अर्कै देख्छ कि जस्तो चाहिँ मलाई लागिरहेको थियो, पहिला लाग्थ्यो क्या मलाई चाहिँ। तर मलाई यो टाइममा चाहिँ कपाल काट्दाखेरि मलाई कति पनि त्यो लोभ चाहिँ लागेको थिएन मलाई कपालको, किनकि मेरो कपाल एकदमै धेरै ड्यामेज भइसकेको थियो। अनि मलाई चाहिँ यसो छोड्न नि राम्रो नदेख्ने, अनि बाट्यो भने पनि राम्रो नदेख्ने, त्यस्तो खालको भएको थियो। अनि मलाई चाहिँ जे हुन्छ काट्यो भने चाहिँ राम्रै देख्छ, अहिलेको भन्दा त राम्रो नै हुन्छ जस्तो चाहिँ मैले माइन्ड मेकअप गरेको भएर होला मलाई चाहिँ यो पटक कपाल काट्दा केही पनि लोभ लागेन है साथीहरू, अनेस्टली भन्नु। म चाहिँ डियरलाई अनि नानीहरूलाई नभनेर गएको थिएँ हेयर कट गर्न जाँदैछु भनेर। लेट्स सी उहाँहरूको रियाक्सन कस्तो हुन्छ र भित्र कस्तो हुन्छ।
बेडरुममा बसिन्छ सायद। हजुर मामुको कपाल खै? ओ माई गॉड, खोइ मामुको कपाल। कहाँ गाकी भने कपाल काट्न गाकी? कस्तो देखिरहेछ कपाल? म त हेरै भएको छु। कहाँ गाकी भने कपाल काट्न गाकी? यस। खतरा गोली देखिएछ तर राम्रो देखिएछ यार। कस्तो देखिँदै त्यस्तो त? दामी देखिया? के गरे यो भिडियो? हजुरको रियाक्सन लिएको के? दामी छ ल, मन पर्यो। यो त पुरै छोटो भयो के है? हेर्छु त? ठिक्क भएको छ ल। हो? यस्तै काटेको एकचोटि नेपालमा।